आज मैले लोकल कुखुराको मासु बनाउन लागेको। यो लोकल कुखुरा फेरि आगोमा पोलेर लिएर आएको के, अनि ग्यासमा नि पोल्नुहुन्छ पोल्न त, तर आगोमा पोलेको फेरि छुट्टै स्वाद आउँछ नि त। अनि गाउँघरको जस्तो त के हुन्थ्यो, तर पनि मिठो गराएर बनाएपछि मिठो हुन्छ। ओल्लो गरेर नि मासु पाएको, पल्लो गरेर नि मासु पाएको, मासु छोड्नै सकिएन के। अब मैले यो मासुलाई चाहिँ छल्ती पखाल्छु है। मलाई फेरि मासु नपखालिकन खान मनै लाग्दैन के। चाहिँ अब यसलाई यस्तो एउटा गरेर अनि यसरी मजाले पखाल्छु के। मैले यता मासुको लागि प्याजहरू रेडी गरिसकेँ, यता फ्राई प्यान पनि बसालिसकेँ। मैले चाहिँ पहिला प्याज भुट्दिनँ, पहिला मजाले मासु भुट्छु अनि त्यसपछि बल्ल प्याज राख्छु के। मैले यसमा प्याज, लसुन अनि नुन बेसार बल्ल राखेको। मेरो मासु भुट्दा भुट्दै यस्तो भयो। पकाउँदा एक पिस चाहिँ चाख्नु पर्यो कि। अब मैले यिनी कपडा चाहिँ सर्लक्क पटाएर राख्छु। हाम्रो चाहिँ खाना खाने बेला भयो। उता मेरी सानोले टिभी हेरिराखेकी छिन्, अनि यता हेरी आँप छ, त्यहाँ अचार छ, यहाँ मासु भइहाल्यो। हेलो सानो, के छ?